भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी अनि त्यसमा सरकारकै गृह मन्त्रालय मुछिएको आरोप। अमेरिका जस्तो देशले सिंहदरबारलाई कालो सूचीमा राख्दासम्मको अवस्था आउँदा पनि हामी नेपाली जनताहरू चुप लागेर बसिदिनु पर्ने? जनताको सुरक्षाको जिम्मा लिने मन्त्रालय नै जनता बेची खाने धन्दा गर्न लाग्दा यो त देशकै बेइज्जती मात्रै होइन, मान्छे बेच्ने अपराध सरकारकै संलग्नता प्रमाणित भएको हो। यस्ता अपराधीहरूलाई कारबाही होइन कि फाँसी दिनुपर्छ। अब चुप लाग्ने बेला होइन, बोल्ने र खबरदारी गर्ने बेला हो। देश बेच्नेलाई माफी छैन। देश बेच्ने अपराधले एक पुस्ता होइन 3 पुस्ताको भविष्य बिगार्छ। त्यसैले सजग बनाऊ, देशको सच्चा प्रहरी बनाऊ, देश प्रेमको मूल्य बुझौँ, देशद्रोहीको विरोध गरौँ। कसैले देश बेच्छ भने हाम्रो मौनता पनि अपराध बन्न सक्छ। जय देश, जय नेपाल।